आज डे 6 मिनी भ्लग बनाउँदासम्म मेरो कतिको इम्प्रुभमेन्ट देखेको छ मिनी भ्लगमा हेरौँ है सबैजनाले। गुड मर्निङ सबैजनालाई। आजको मेरो मिनी भ्लग चाहिँ बिहानको खानासाना पकाएको भन्दा पनि म अफिस आइसकेपछि चाहिँ मैले स्टार्ट गरेको छु हैन। एकजना बुवा चाहिँ म अफिस आउनुभन्दा अगाडि नै आएर बस्नु भएको रहेछ। उहाँ चाहिँ यो प्रेसरको बिरामी हुनुहुन्छ हैन। उहाँलाई मैले आधा घण्टा बसाएर चाहिँ प्रेसर लिएँ। त्यस पछाडि उहाँले कन्टिन्यू चाहिँ मेडिसिन खाइराख्नुहुन्छ। त्यो मेडिसिनको बारेमा राम्रोसँग जानकारी पनि दिएँ। अनि त्यस पछाडि चाहिँ उहाँलाई मेडिसिन दिएर उहाँ चाहिँ जानुभयो। हामी चाहिँ अनलाइन इन्ट्री गर्छौँ कि हाम्रो चाहिँ प्रायः सबै कामहरू चाहिँ अनलाइनबाटै हुन्छ। हामी चाहिँ यो कपुरकोट गाउँपालिका चाहिँ रजिस्टरले छ कि हामी रजिस्टरमा अहिले डाटाहरू राख्दैनौँ। हाम्रो सबै अनलाइन नै हुन्छ हैन। राम्रो छ, चलाइराखेका छौँ, सजिलो पनि छ। जुनसुकै मोबाइल, ट्याब, ल्यापटप जेसमा पनि चल्छ, डेस्कटपमा पनि चल्छ। त्यही भएर सजिलो पनि छ। हामीलाई रेकर्ड रिपोर्टिङ चाहिँ हाम्रो एकदम अन टाइम हुनु अनि त्यस पछाडि राम्रो हुनुमा चाहिँ यो सबै टेक्नोलोजीको ठुलो कमाल छ। टेक्नोलोजीको प्रयोगले चाहिँ छिटो छरितो र पारदर्शी रेकर्ड रिपोर्टिङ पनि हुन्छ हैन। अनि यो बुवाआमाहरू चाहिँ अनि अरू पनि हुनुहुन्छ, उहाँहरू चाहिँ यो भत्ता रिन्यू गर्नको लागि हैन त्यो नवीकरण गर्नुपर्छ नि त। पहिला मैले वाडाको पनि काम गरेको छु कि 2 वर्षसम्म। त्यही भएर त्यहाँ बुवाआमाहरूले चाहिँ मलाई बोलाउँदै हुनुहुन्थ्यो कि अनि मैले अहिले चाहिँ अर्को सचिव आइसक्नु भएको छ भनेर भन्दिएँ। अनि त्यस पछाडि उता गएर रिन्यू गर्दै हुनुहुन्छ। म चाहिँ फेरि अर्को एकजना चाहिँ हाम्रो इम्प्लान्ट रिमुभ गर्न एकजना दिदी आउनुभयो। उहाँको टाइम पुगिसक्यो र प्लस फेरि उहाँको श्रीमान चाहिँ विदेश भएको भएर चाहिँ अब किन राख्न जरुरी नै नभएछ निकालिदिनु पर्यो हैन। अनि हामी निकाल्दैछौँ। यो सबै काम त भइहाल्छ। कहिले ओपिडीमा हुन्छ, कति बेला यता फ्यामिली प्लानिङमा हुन्छ, कति बेला प्रशासनतिर हुन्छ हैन। अब आफूलाई जे आउँछ जस्तो आउँछ हैन त्यो चाहिँ गर्नु पर्यो हैन। टेक्निक अपनाएर गर्नु पर्यो। अनि मैले यो भ्लगिङ गर्ने क्रममा चाहिँ मैले पनि यो तपाईको टेक्नोलोजीलाई कसरी युज गर्ने, कसरी बनाउने भन्ने कुरा चाहिँ मैले पनि अहिले अलि अझै राम्रो इम्प्रुभमेन्ट भएको जस्तो मलाई महसुस भएको छ हैन। अब भाइरल होला नहोला त्यो आफ्नो ठाउँको कुरा भइहाल्यो हैन। पैसा कमाइएला नकमाइएला त्यो आफ्नो ठाउँको कुरा भइहाल्यो। तर सिक्ने कुरा चाहिँ मलाई कस्तो लाग्छ भने चाहिँ सिक्ने कुरामा चाहिँ पछि पढ्नु हुन्न जस्तो लाग्छ कि मलाई। जे चिज पनि सिक्यो भने चाहिँ मेहनत गर्नु पर्यो हैन। मेहनत नगरेर त केही पनि हुँदैन। मेहनती भएपछि चाहिँ राम्रै सिकिन्छ जस्तो लाग्छ कि मलाई चाहिँ। जे कुरा पनि चाहे त्यो सानो होस् चाहे ठुलो होस्, चाहे जुनसुकै काम होस्, चाहे जुनसुकै फिल्ड होस् हैन। अब हेर्न 2-4 दिन मलाई पहिला चाहिँ यति धेरै मलाई इन्ट्रेस्ट पनि थिएन हैन। मैले चासो पनि राख्थेन। तर योचोटि चाहिँ खै किन मलाई चाहिँ भ्लग बनाउने एकदम धेरै इन्ट्रेस्ट पनि जाग्यो हैन। अनि मेहनत पनि गरेको छु कि अहिले राम्रो पनि राम्रै बनाएको जस्तो लाग्छ पहिलाको भन्दा। मैले पहिलाको भिडियोहरू पनि हेर्छु हैन। साउन 16 देखि साउन 22 गते चाहिँ पूर्ण स्तनपान सप्ताह हो कि अनि पालिकादेखि ब्यानर पठाइदिनु भएको थियो। अनि त्यो टाङ्दै हुनुहुन्छ दिदीहरूले। अरू स्टाफहरूले पनि यो हाम्रो यता सामानहरू मिलाउँदै हुनुहुन्छ। म चाहिँ माथि अफिसमा आएर चाहिँ एकचोटि रिपोर्टिङ हेर्दैछु किनभने यो अब 2082-83 को चाहिँ आज लास्ट दिन हो। कुनै डाटाहरू इरर छ भने त्यसलाई सचाउने मौका आज मात्र हो। अनि त्यही भएर मेरो त्यस्तो डाटा इररहरू त थिएन। त्यही पनि एकचोटि रिचेक गर्छु कहिले केही छ कि भनेर। हेर्नुहोस् मेरो चाहिँ 0% इरर छ हैन। मेरो डाटा चाहिँ 100 मा 100% चाहिँ सक्सेसफुल छ हैन। त्यसपछि चाहिँ म रुममा आएँ अनि चिया र बिस्किट चाहिँ खाजा